पर्यो कि पैसा हुँदै होइन भन्ने खालको पुष्टि हुनु पर्यो कागजको विज्ञप्तिले मात्रै। न नेपाली काङ्ग्रेसले मान्छ न नेपाली जनताले मान्छ। हामी गाउँमा सडकमा गल्लीमा गएर जनतालाई चाहिँ यस बारेमा हामी कन्भिन्स गर्न सक्नु पर्यो कि उहाँको घरमा पैसा पाइएको होइन, यो झुटा कुरा हो, सामाजिक सञ्जालले झुटा गरेको भन्ने कुरा पुष्ट चाहिँ त्यो विज्ञप्ति मात्रै होइन, देखिने गरी बुझ्नु पर्यो। त्यसकारण यो कुरालाई चाहिँ हामीले जबरमा आत्मसात गर्दैनौँ होइन। यी कुरा काङ्ग्रेसले गरेका काङ्ग्रेसका नेताहरूबाट भएका कमी कमजोरीलाई पनि हामीले आत्मसात गर्दैनौँ होइन। तबसम्म यही अलमल गरेर काङ्ग्रेसलाई फेरि पुरानो बाटोमा ल्याउने हो। साथीहरू गर्ला, फोन गर्ला, यो गर्ला, सो गर्ला। म क्लियर छु यसमा, अझ पनि क्लियर छु। पार्टी रिफर्म हुनु पर्यो, पुनर्निर्माण हुनु पर्यो। यदि विधान विपरीत या कुनै जिल्ला कार्य समितिको सभापतिले मैले राजीनामा गर्नुपर्छ यहाँले भन्नु हो भने, एघार विरोधीहरूले विरोधका लागि गर्ने कुरा भन्नु हो भनेपछि म आजैका मितिदेखि म पार्टी सभापति राजीनामा दिन तयार छु। एकदम मोर्चा समातेर बसिरहेको छु। ल रिफर्म गरौँ, 77 जिल्लाका पार्टी सभापति राजीनामा दिनुहोस्, प्रदेशका राजीनामा दिनुहोस्, केन्द्रको विघटन हुनु भने म तयार छु। सर्वप्रथम म तयार छु। यसका लागि म कुनै यो पदको लेभल पनि होइन। पार्टी निर्माणमा सभापति भएको त म कति भयो, 4 वर्ष भयो, 4 वर्ष हुँदैछ। त्योभन्दा पहिले म उपसभापति हुँदा, महासमिति हुँदा, महाधिवेशन हुँदा, एउटा मास्टर हुँदा पनि यो काङ्ग्रेसलाई जति मैले योगदान गरेको छु मलाई लाग्दैन अरूभन्दा कम थिएन। यो काङ्ग्रेसलाई बलियो बनाउन म शिक्षक हुँदै गर्दा पनि या पार्टीको एउटा